चाहिँ यसो तलतिर गएर म यस्तो आइल्यान्डको चाहिँ बनावट त्यहाँको बाटो कस्तो छ सबै कुरो देखाउने छु। अहिले चाहिँ म यो चाहिँ हाम्रो बोट धनुषमाड जस्तो देखिएको है यो धनुषमाड जस्तो देखिएको यस्तो ठाउँमा यस्तो बनाएर बाटो चाहिँ कतातै पिच छ राम्रो छ। हाम्रा नेताहरूलाई त लाज हुनुपर्ने होला सायद, देख्दैनन् यो के पो लाज हुन्छ यिनीहरूले, यो देख्दैनन् के पो लाज हुन्छ यिनीहरूलाई। पैसा कमाउन गएका हुन्। ल यहाँ चाहिँ यस्तो छ गाइस, अब भनेर के भन्ने, त्यसै विदेशमा भएका जनताहरू करा होइन, यस्तै देखेर कराउनु त हो। यस्तो छ यहाँको अवस्था। यहाँको लोकल मान्छे हो र उसले मलाई सेक्युरिटी भनेर बोलाउँछ। गाइज एउटा यो चाहिँ उसैको बोट हो। म तपाईँहरूलाई ढुङ्गाको छेउछाउ के छ कस्तो छ सबै देखाउँदै जान्छु। है गाइज म चाहिँ अब यहाँ आइदिएको छु। यो पर तपाईँहरूले देख्नु भएको छ त्यो चाहिँ वाटर भिल्ला, पानी माथिको रुम देख्नु भएको छ नि, त्यही हो सर्लक्क। हेर्नुहोस् गाइज कहाँ देख्न पाइन्छ र यस्तो, हेर्नुहोस् त। तपाईँहरूलाई म सबै कुराहरू देखाउँदैछु यहाँबाट। अहिले चाहिँ म समुद्रको टिरमा छु गाइस, तपाईँहरूलाई देखाउँदैछु समुद्रको दृश्य। हेर्नु होला, निकै नै राम्रो, निकै नै सुन्दर दृश्य। नेपालमा त यस्तो देख्न पाइँदैन तैपनि विदेशतिर। यो पछाडि रहेको चाहिँ इन्टरनेसनल स्टेडियम हो यहाँको, यहाँ देख्नुभएको छ यहाँ चाहिँ यसरी नै चलिरहेछ जिन्दगी, चल्न त चलिरहेछ, पैसाकै कमी छ भने जस्तो। यहाँबाट चाहिँ यो पानी यो रास्ताबाट हुँदै यता हुँदै यहाँसम्म, यहाँबाट यता हुँदै यो पार्किङ एरिया। यहाँबाट चाहिँ पानी तानेर यसलाई चाहिँ यहाँबाट मोटर राखिएको छ, यहाँबाट चाहिँ लगेर पानी प्युरिफाई गरेर खाएका छन् यहाँका मान्छेहरू। हाम्रो देशमा हेर्नुहोस् त, यस्तो ठाउँलाई यस्तो बनाएर यहाँका गरे काम सम्भव छ कि असम्भव केही पनि छैन। यो काम पनि सम्भव छ, नगरेर असम्भव भएको हो। यहाँ चाहिँ अहिले इन्टरनेसनल स्टेडियम बन्दैछ। यहाँ म यहाँ नआएको 6 महिना जति भयो। 6 महिनामा यत्रो प्रगति गरिसकेछ। यहाँ के पनि थिएन पहिला म नआउँदा। अब चाहिँ हामी आफ्नो गन्तव्यतिर जाँदैछौँ।
गाइज त्यहाँ पर चाहिँ एउटा एydhafushi भन्ने चाहिँ होटल छ, रिसोर्ट, आइल्यान्ड रिसोर्ट। त्यहाँ पर पनि छ अर्को आइल्यान्ड रिसोर्ट। यसको चारैतिर आइल्यान्ड रिसोर्टहरू छ। यहाँ टन्नै छ रिसोर्टहरू। मालदिभ्स प्राय रिसोर्टहरू भएको देश हो। आइल्यान्डले बनिएको छ चारैतिर, सबैतिर आइल्यान्ड छ। घुम्नको लागि रमाइलो छ। तपाईहरु पनि घुम्न चाहनुहुन्छ भने आउनु होला है त। के छ त जिन्दगीमा, घुम्ने हो, आउनुस्। स्वागत छ तपाईहरुलाई मालदिभ्समा है त। यो भिडियो हेरिदिनु हो, कस्तो लाग्यो तपाईहरुलाई भिडियो कमेन्ट गरिदिनु होला। राम्रो भए राम्रो, नराम्रो भए नराम्रो, जे लेखिदिनु भए पनि म स्वीकार्ने छु। तपाईहरुले दिएको सल्लाह र सुझावलाई मध्यनजर राख्दै अब अर्को भिडियो ल्याउने छु है त गाइस।